सहमतिमा चलिरहेको एउटा सम्बन्ध र बलात्कारको गम्भीर आरोप, यी दुईको बीचमा त्यो सीमारेखा कहाँनेर कोरिन्छ होला। आउनुहोस्, आज हामी नेपालको सर्वोच्च अदालतको यस्तै एउटा एकदमै महत्त्वपूर्ण र जटिल फैसलाको गहिराईमा गएर यो कुरालाई बुझ्ने कोसिस गरौँ। ल, सुरु नै यहीबाट गरौँ न। यो सर्वोच्च अदालतको फैसलाको एउटा अंश हो जसले बाहिर आउने बित्तिकै ठूलो बहस नै सिर्जना गर्यो। तर आखिर अदालत यस्तो निष्कर्षमा कसरी पुग्यो त? यसको पछाडिको कथा के थियो, तर्कहरू के थिए? आउनुहोस्, यसलाई एक एक गरेर केलाएर हेरौँ। हरेक कानुनी मुद्दाको पछाडि मान्छेका कथाहरू हुन्छन् हैन त? यो मुद्दा पनि रविकुमार गुप्ता र एक युवतीको सम्बन्धकै वरिपरि घुमेको छ। एउटा यस्तो सम्बन्ध जुन प्रेमबाट सुरु भयो तर अन्त्यमा अदालतको कठघरासम्म आइपुग्यो। अब घटनाक्रमलाई हेरौँ है। उनीहरूको सम्बन्ध गोप्य थिएन, करिब 5-6 महिनादेखि चलिरहेको थियो। उनीहरूसँगै पोखरा, वीरगञ्ज जस्ता ठाउँमा घुम्न जान्थे, यहाँसम्म कि युवतीको परिवारबाट बिहेका लागि एक किसिमको सहमति पनि मिलेको थियो। तर 2075 सालको असारमा आएर कथाले पुरै युटर्न लियो। हो, अब यहाँ हेर्दा कुरा झनै रोचक देखिन्छ। एकातिर एउटा सार्वजनिक र सहमतिमा चलेको सम्बन्ध देखिन्छ, सँगै घुमफिर, परिवारको स्वीकृति, अनि अर्कोतिर डर, धम्की र जबरजस्तीको एकदमै गम्भीर आरोप। अब यही दुई बिल्कुलै फरक कथाले अदालतका लागि एउटा ठूलो कानूनी दुविधा खडा गरिदियो। जब यस्तो विरोधाभास हुन्छ, कानूनी लडाईँ त हुने नै भयो। र यो मुद्दा सामान्य थिएन। न्याय प्रणालीका विभिन्न तह पार गर्दा यसले फरक फरक फैसला पायो, जसले यो मामिला कति जटिल थियो भन्ने कुरालाई झनै प्रष्ट पार्छ। हेर्नुस् है, सुरुमा जिल्ला अदालतले गुप्तालाई दोषी नै ठहर गर्यो र 5 वर्षको जेल सजाय सुनायो। तर कथा त्यतिमै सकिएन। जब मुद्दा उच्च अदालत पुग्यो, फैसला पुरै उल्ट्यो र उनले सफाई पाए। अब यो निर्णयसँग चित्त नबुझेपछि सरकारी पक्षले मुद्दालाई देशको सबैभन्दा ठूलो अदालत, सर्वोच्च अदालतसम्म पुर्यायो, जहाँ यसको अन्तिम र निर्णायक फैसला हुनुपर्ने थियो। अब हामी त्यो बिन्दुमा आइपुग्यौं जहाँ न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले आफ्नो अन्तिम निर्णय सुनायो। उहाँहरूले आफ्नो फैसलालाई 4वटा मुख्य तर्कहरूमा आधारित गर्नुभयो। आउनुहोस्, ती तर्कहरू के थिए त्यसलाई विस्तारमा हेरौँ। अदालतको तर्कको पहिलो आधार थियो लामो समयको मौनता। अदालतले एउटा स्वाभाविक प्रश्न उठायो, यदि कोही वयस्क व्यक्ति लामो समयदेखि डर र धम्कीमा छ भने उसले त्यो बीचमा कहिल्यै कतै पनि आवाज नउठाउनु कतिको स्वाभाविक हो? यस्तो लामो मौनताले आरोपको विश्वसनीयतामाथि नै गम्भीर शङ्का उत्पन्न गराउँछ भन्ने अदालतको ठहर रह्यो। दोस्रो, अदालतले उनीहरूको आचरणलाई एकदमै नजिकबाट निहाल्यो, जसलाई भनियो स्वभावगत आचरण। अब सोच्नुहोस् त, सँगै विभिन्न सहर घुम्नु, होटलमा रात बिताउनु, रमाइलो गर्दै फोटोहरू खिच्नु, यी सबै कामहरू प्रेम सम्बन्धमा देखिन्छन्, जबरजस्ती वा बन्धक बनाइएको अवस्थामा होइन नि। अदालतले भन्यो यो व्यवहारले उनीहरूको सम्बन्ध स्वैच्छिक थियो भन्ने कुरालाई बलियो बनाउँछ। तेस्रो तर्कले त यो कथामा एउटा बिल्कुलै नयाँ र महत्त्वपूर्ण पाटो नै खोलिदियो। त्यो थियो पारिवारिक दबाव। चिकित्सकको बयान अनुसार युवतीका बुबाले उनको फोन तोडिदिएका थिए र उनलाई कुटपिट पनि गरेका थिए। अब यसले के संकेत गर्यो भने त्यो जाहेरी युवतीको आफ्नो इच्छाले भन्दा पनि पारिवारिक दबाव र हिंसाको कारणले आएको पो हो कि भन्ने शङ्कालाई बलियो बनायो। र अन्तमा चौथो तर्क, जसले एउटा दूरगामी महत्त्व राख्ने सिद्धान्त नै स्थापित गर्यो, त्यो हो सम्बन्ध र प्रतिशोधको विश्लेषण। अदालतले के स्पष्ट पारिदियो भने आपसी प्रेम सम्बन्धमा हुँदा सहमतिमा भएका शारीरिक सम्पर्कलाई पछि गएर सम्बन्धमा दरार आउँदा वा परिवारले थाहा पाएपछि बदलाको भावनाले जबरजस्तीको ट्याग लगाउन मिल्दैन। यसो गर्दा कानूनको गम्भीर दुरुपयोग हुन जान्छ। अब यो फैसला केवल एक व्यक्तिको मुद्दामा मात्रै सीमित रहेन। यसले नेपाली कानूनमा एउटा महत्त्वपूर्ण नजिर अर्थात् कानूनी सिद्धान्त स्थापित गर्यो, जसको प्रभाव अब आउने यस्तै खालका अरू मुद्दाहरूमा पनि पर्नेछ। यो भनाइले नै फैसलाको सार बताउँछ। यसको मतलब के हो भने अबदेखि सहमति थियो कि थिएन भनेर टुङ्गो लगाउँदा त्यो घटना भएको क्षणलाई मात्रै हेरेर हुँदैन, बरु घटना हुनुभन्दा अघि र पछि दुवै पक्षको आचरण र व्यवहार कस्तो थियो भनेर पनि विश्लेषण गरिनुपर्छ।
धेरैलाई नजिर भनेको के हो भन्ने लाग्न सक्छ। सजिलो भाषामा भन्दा यो सर्वोच्च अदालतले बनाएको एउटा नियम हो। अब देशका सबै तल्लो अदालतहरूले यस्तै खालका मुद्दाहरूको फैसला गर्दा यही नियमलाई आधार मान्नुपर्छ। यसले कानूनमा एकरूपता ल्याउन मद्दत गर्छ। छोटकरीमा भन्नुपर्दा यो फैसलाले जबरजस्ती करणी जस्तो गम्भीर आरोपको अनुसन्धानमा थप गहिराई र प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्छ भन्ने कुरालाई जोड दिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले सम्बन्ध बिग्रेपछि बदला लिनका लागि कानूनको दुरुपयोग हुनबाट रोक्न एउटा बलियो कानूनी आधार तयार पारेको छ। अन्तमा यो फैसलाले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ। जब व्यक्तिगत सम्बन्धहरू अदालतको कठघरामा उभिन्छन्, जहाँ सत्य र असत्य एकअर्कामा नराम्ररी जेलिएका हुन्छन्, त्यस्तो अवस्थामा हाम्रो न्याय प्रणालीले कसरी सही र गलत छुट्याएर सत्यसम्म पुग्न सक्छ? यो एउटा सधैँ रहिरहने चुनौती हो।